बालेन शाहको सिनेमा हैन, बालेन शाहले उहाँको गीत हामीले हाम्रो सिनेमामा प्रयोग गरेका हौं। उहाँले गीत गाउनु भएको छ एउटा, हाम्रो कथा स्टोरी अनुसार उहाँको गीत म्याच हुने र उहाँको बालेन शाहको छ भन्ने कुरा छ नि। त्यो त भन्छन् नि, नेपाललाई बाहिरी मुलुकले चलायो भने जस्तै हो क्या उहाँको लगानी यो सिनेमामा छ भन्नुको चाहिँ अर्थ तुक छैन क्या त्यो कुराहरू। इथिकमा रहेर बोल्नुपर्छ मान्छेले, जे मन लाग्यो त्यही बोल्नु हुँदैन, बुझेर बोल्नुपर्छ भन्ने कुरा गर्छु क्या म चाहिँ। उहाँको लगानी कसरी छ, 7 जना प्रोड्युसर छन् हाम्रो हैन, लगानी कसरी छ, कुन एंगलबाट छ लगानी, उहाँले लगानी सिनेमामा लगानी गर्न सक्ने उहाँको इन्कमिङ के छ होला हैन। मेयरज्यूले त गीत गाउनु भएको हो, उहाँको गीत हाम्रो सिनेमा होल सिनेमाको स्टोरीसँग उहाँको गीतको स्टोरी, उहाँको गीत म्याच हुने भएर हामीले धेरै विशेष अनुरोध गरेर उहाँको गीत हामीले लिएका हौं हैन। उहाँको गीत हाम्रो सिनेमामा छ र उहाँको गीत हुँदै गर्दाखेरि उहाँको सिनेमा ल बालेन शाहको सिनेमा भनेको भएर पो सो नपाएको हो कि हामीले। हिजोका दिनमा बालेन शाहले महानगरबाट हुँदै गर्दाखेरि नेपाली सिनेमा, नेपाली चलचित्र उद्योगको विस्तार र उन्नतिको लागि गर्नुभएको कदमप्रति कतै यो हामीमाथि पो कैची लगाइएको हो कि हैन। त्यस्तो हो भने म अनुरोध गर्न चाहन्छु, तपाईहरु गलत हुनुहुन्छ, त्यो हुँदै होइन। उहाँको सिर्जना हामीले हाम्रो सिनेमामा लिएका हौं र हामीले हाम्रो सिनेमामा प्रयोग गरे बापत कुनै पनि सर्जकको सिर्जना प्रयोग गरे बापत चाहिँ हाम्रो होल सिनेमामाथि कैची लगाइन्छ भने त्यो राम्रो हुँदैन, त्यो मान्ने पनि हुँदैन। फेरि तपाईलाई के लाग्छ त, बालेन शाहको नामले गर्दा फिल्म नचल्या हो कि? त्यो नचल्या भन्दिनँ क्या म, फिल्म नचल्या कसरी भन्नी, फिल्म चल्या छ, भए जति हलमा हाउसफुल छ हैन, भए जति ठाउँमा दिएको सोहरू अलिकति अनुकूल, दर्शकलाई अनुकूल हुने ठाउँहरुमा उल्लेख्य मात्रामा दर्शकहरू हुनुहुन्छ, हेर्नेले राम्रो प्रतिक्रिया दिनुभएको छ, नचलेको भन्न मिल्दैन। सो पाए पो चलेको र नचलेको भन्ने हो क्या। मैले अघि पनि उदाहरण दिएँ नि तपाईलाई, पसल खोल्नु भयो, राम्रो राम्रो सामान ल्याएर राख्नु भएको छ, त्यो पसलमा ताल्चा लगाएर हिँड्नु भएको छ, बाहिर सिसाबाट हेर्नुदेखिको विकल्प छैन क्या, चोरेर लानु भएन, फुटाउनु भएन। अब के छ त तपाईलाई हलवालाहरूलाई सन्देश के छ? हलवालाहरूलाई सन्देश के भने हाम्रो सिनेमा 1 हप्ता भयो हैन, हाम्रो सिनेमा 1 हप्ता भयो र उहाँहरूले दिनुभएको त्यो पनि अफ टाइमका सोहरू पनि दर्शकहरूले हेरेर राम्रा राम्रा प्रतिक्रियाहरू दिनुभएको छ। हाम्रो सिनेमालाई सक्नुहुन्छ भने अझै पनि दिनमा बिहान दिउँसो बेलुका 3टा सो चाहिँ प्रोभाइड गरिदिनु होला र सक्नुहुन्न भने पनि ठिकै छ, नेपाली चलचित्रलाई यतिसम्म पनि हेला नगर्दिनु होला। हेला गरेको मान्छेको फेलामा परिन्छ भन्ने एउटा उखान छ नि, त्यस्तो नहोस्। कुनै दिन कस्तो पनि सिर्जना नआओस् भने अति भएर त यो अहिलेको जेनेरेसनले आगजनी गरे, तोडफोड गरे, ढुङ्गा मुढा गरे, आन्दोलन भयो।